नमस्कार दर्शकबिन, म अतुल त्रिपाठी वीरगञ्जबाट। म भोलि हुने एसियन गेमको T20 कपको फाइनल म्याच जुन हाम्रो देश नेपाल र सिङ्गापुरको बिचमा हुन गइरहेको छ, सिङ्गापुरको ग्राउन्डमा, त्यहाँको स्थानीय समयअनुसार 2:30 बजे दिउँसो र यहाँको हाम्रो नेपालको टाइमअनुसार अपराह्न 12:15 हुन गइरहेको छ। त्यो म्याचको म अङ्क ज्योतिषीय विश्लेषण लिएर यहाँहरूको सम्मुख उपस्थित भएको छु। यो विश्लेषण प्रारम्भ गर्नुभन्दा पहिला म एउटा रिक्वेस्ट के गर्न चाहन्छु भने, जो पनि दर्शक मेरो भिडियोमा नयाँ हुनुहुन्छ, प्लिज मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला। यहाँको एउटा सब्सक्रिप्सन मेरो लागि कोसे ढुङ्गा साबित हुनेछ। त्यसपछि आएर अब म्याचको प्रेडिक्सनमा लाग्नुभन्दा पहिला हामी एकपल्ट सिङ्गापुर ग्राउन्डको नेचर र बिहेभियरको बारेमा हामी बुझौँ एकचोटि। सिङ्गापुरको ग्राउन्ड छ, जस्तो मैले के अध्ययन गर्दा पाएँ, यो ब्याटिङ फ्रेन्डली ग्राउन्ड छ। ग्राउन्ड स्लो छ, स्लो आउटफिट छ। यहाँ रन बनाउन हम्मे पर्छ र यहाँको ग्राउन्डले स्पिनरहरूलाई सुरुवाती ओभरदेखि नै लिएर अन्त्यसम्म फेभर गर्छ। यो भनेको फाइनल म्याच भनेको एक प्रकारले मैले बुझेअनुसार यो बलरहरूको कमान्डमा रहन्छ, बलरको नियन्त्रणमा रहन्छ र यस ग्राउन्डको एभरेज स्कोर जुन दिइएको छ, मैले थाहा पाएअनुसार 140 देखि 145 छ। यो 140 देखि 145 को यो जुन स्कोर छ, यो स्कोरले क्लियर के देखाउँछ भने यो ग्राउन्ड पूर्णतया बलरहरूको नियन्त्रणमा रहेको ग्राउन्ड हो। अत यस ग्राउन्डमा मेरो एउटा सल्लाह के छ भने, यहाँ स्ट्रोक प्ले गर्नुभन्दा राम्रो हुन्छ स्ट्रोकलाई रोटेट गर्नु र त्यसपछि स्कोर बोर्डलाई चलायमान राख्नु, गतिमा राख्नु। 1 रन 2 रन 1 रन 2 रन बढाउँदै जाँदा एउटा राम्रो योगफल तयार हुन सक्छ। तर जो टेक्निकली साउन्ड ब्याट्सम्यान हुनुहुन्छ, जो हार्ड हिटर हुनुहुन्छ, उहाँहरूले चाहिँ नै आफ्नो गेम यथावत राख्दा पनि केही फरक पर्दैन। अब यसपछि लागौँ म्याचको प्रेडिक्सनतर्फ। म्याच नम्बर 9 हो। 9 नम्बर भनेको मङ्गलको नम्बर हो। मङ्गल भनेको हाम्रो शरीरमा हुने रगतको, हाम्रो ऊर्जाको, जोसको, हिम्मतको, खतरा मोल लिने क्षमताको, अनुशासनको र शारीरिक श्रमको स्वामी हुन्। जति पनि दुनियाँमा हुने शारीरिक श्रम छ, त्यो मङ्गलको बलियोपनामाथि निर्भर गर्दछ। मङ्गल बलियो भएको खण्डमा मान्छेले जति पनि शारीरिक श्रम गर्न सक्छ र खेलाडीको जीवन भनेको शारीरिक श्रमले नै टिकेको हुन्छ। त्यसै गरी म्याचको नम्बर छ 8। 8 भनेको सूर्यपुत्र शनिको नम्बर हो। यिनी दैत्य ग्रह हुन्। यिनलाई न्यायकर्ताको ग्रह पनि भनिन्छ, यिनलाई न्यायकर्ताको रूपमा चिनिन्छ। शनिले कसैलाई पनि परिणाम सजिलै दिँदैनन्। उनले मजाले घोटेर रगडेर पेलेपछि मात्र उनले परिणाम दिन्छन्। तर एउटा कुरो के छ भने, शनिले दिएको परिणाम दीर्घकालीन हुन्छ। अरू ग्रहको जस्तो छिनमा आउने र छिनमा जाने हुँदैन। यिनको परिणाम दीर्घकालीन हुन्छ। त 9 नम्बर र 8 नम्बरको कता कता अलिकता मैत्रीपूर्ण सम्बन्ध किन हुन्छ भने, मङ्गल अनुशासनका कारक हुन् र न्याय भनेको अनुशासन पनि न्यायको एउटा पाटोमै पर्छ। त्यसकारण चाहिँ नि यो दुईटाको सम्बन्ध एभरेज छ। अब नेपालको नेम टोटल 4 मा आउँछ। 4 नम्बर राहुको हो। राहु भनेको शनिको छाया ग्रह र कलीमा भएको सबभन्दा स्वार्थी ग्रह, सम्पूर्ण ग्रह मध्येको महास्वार्थी ग्रहको रूपमा हामी राहुलाई चिन्छौँ। राहुले साम दाम दण्डभेद जसरी हुन्छ आफ्नो काम फत्ते गर्न मात्रै जानेको छ, त्योभन्दा बढी राहुले केही जानेको छैन। त्यसै गरी सिङ्गापुरको नेम टोटल 8 छ। 8 भनेको म्याच हुने दिनको नम्बर हो। त 8ले 8 को फेभर पाइहाल्छ। तर 8ले 4 लाई पनि फेभर गर्छ, किनकि 4 भनेको छाया ग्रह हो। त्यसै गरी रोहित पौडेलको नेम टोटल 1 छ। 1 भनेको सूर्यको नम्बर हो। रोहित पौडेलले ग्राउन्ड डेटको त फेभर पाउँदैनन्, तर ग्राउन्डको फेभर पनि पाउँदैनन्, तर उनले म्याच नम्बरको फेभर पाउँछन्, किनकि मङ्गलको नम्बर हो। मङ्गल देव समूहका सेनापतिको रूपमा यसलाई चिनिन्छ। र रोहन रङ्गराजन जुन छन्, यिनको नेम टोटल 6 छ। 6 नम्बर दैत्य गुरु शुक्राचार्यको हो। शुक्राचार्य भोग विलासिता, जीवनमा जति पनि चाहिने भौतिक सुख सामग्रीका साधनहरू छन्,
सम्पूर्ण शुक्रको नियन्त्रणमा आउँछ। अब म्याचको दिन जुन छ 8/6/2026, यसलाई मैले हरियो रङले लेखेको छु। रोहित पौडेलको जुन डेट अफ बर्थ छ 2/9/2002, यसलाई मैले हरियो रङले लेखेको छु र रोहन रंगराजनको पनि हरियो रङले लेखेको छु। त्यसपछि ड्राइभर कन्डक्टर एन्जल नम्बरलाई मैले कालो मसीले लेखेको छु र त्यसपछि नेपालको नेम टोटल, क्याप्टेनको नेम टोटल र ग्राउन्डको नेम टोटललाई मैले रातो अङ्कले लेखेको छु। सबैतिर यसै गर्दाखेरि मैले के भेट्टाएँ भने रोहन रंगराजनकोमा एउटा मात्रै ग्रिड छ पहिलो कुरो। तर त्यो ग्रिड म्याचमा दिनमा पाइएको एक्सन ग्रिड, प्र्याक्टिकल ग्रिड र सिल्भर ग्रिड मध्येको एउटा ग्रिड हो। त एउटा ग्रिड भए पनि म्याचको दिन छ, यिनलाई ठिक छ। र हाम्रो रोहित पौडेलको ग्रिडमा मेन्टल ग्रिड, एक्सन ग्रिड र प्र्याक्टिकल ग्रिड छ। तर यहाँ म्याच हुने दिनमा प्र्याक्टिकल ग्रिड पनि छ र एक्सन ग्रिड दुइटै छ। त यहाँ एक्सन ग्रिड र प्र्याक्टिकल ग्रिड दुइटै छ। त यहाँ तिनवटा मध्ये दुईवटा ग्रिड हुनु र यहाँ तिनवटा उपस्थित मध्ये एउटा ग्रिड हुनु, यसले के भन्छ भने नेपालको पोल्टामा म्याच गइरहेको छ। अब हामी नेपाललाई 55% विनिङ चान्सेसमा राख्न सक्छौँ र हाम्रो के भन्छ सिङ्गापुरलाई 45%मा राख्न सक्छौँ। त्यसपछि आएर म्याचको दिनमा जुन चन्द्रमा छन् उत्तर भाद्रपद नक्षत्रमा भ्रमण गरिरहेका छन् र उत्तर भाद्रपद नक्षत्र भनेको गुरुको नियन्त्रणमा आउने नक्षत्र हो। गुरुको नियन्त्रणमा आउने नक्षत्र हो र गुरु भनेको देवगुरु बृहस्पति ज्ञान र विद्वताका लागि जान्छन् र 3 नम्बर जब गुरुको यहाँ आइपुग्छ भनेपछि प्रत्यक्ष रूपले 3 नम्बर यहाँ पनि आउँछ, 3 नम्बर यहाँ पनि आउँछ, 3 नम्बर यहाँ पनि आउँछ। म्याच ग्राउन्डलाई खासै कुनै ग्रिड म्याच ग्राउन्डलाई एउटा फाइदा के हुन्छ, इमोसनल ग्रिड बन्छ अप्रत्यक्ष रूपमा। तर रोहन रंगराजनलाई केही फाइदा छैन। तर हाम्रो रोहित पौडेलज्यूलाई यहाँ तिरिराखेपछि उहाँको लङ भिजन ग्रिड पनि बन्छ। र मैले पहिला पनि भनेको छु होम ग्राउन्ड हो सिङ्गापुरको। त यहाँ हामीले 8, 1, 6 र 5 हेर्नुपर्छ, जसमध्ये 8, 1, 6 छ, 5 छैन। र यतापट्टि हामीले हेर्दाखेरि 1, 3, 9, 7 र 5 हेर्नुपर्छ। यहाँ 1, 7, 9 छ। अब तपाईँको 3 र 5 छैन, तर नक्षत्रले गर्दाखेरि 3 उपस्थित हुन्छ, 5 मात्र रहँदैन। त यहाँ पनि यहाँ 4वटा मध्ये एउटा ग्रिड कम हुनु भनेको 75% फेभर हो। र यहाँ चाहिँ नि हामीले भन्नुहोस् न 5वटा मध्ये 4वटा हुनु भनेको 80% हो। तर हामी यहाँ 75% या 70% मात्र 75% मानेर हिँडौँ। त यो ग्रिडको कम्पेरिजनमा पनि म्याच करिब करिब टाइ अफ पोजिसनमा छ। तर यो ग्रिडको सङ्ख्या बढी भएको हुनाले नेपालको तर्फ म्याच गइरहेको छ। र मैले 3 नम्बरबाट आउने अल्फाबेट, 9 नम्बरबाट आउने अल्फाबेट र 8 नम्बरबाट आउने अल्फाबेटबाट हेरेर मैले केही प्लेयरहरूको नाम दुवैतर्फ पिकअप गरेको छु, जुन कि मेरो हिसाबले भोलिको दिनमा पक्कै पनि राम्रो खेल्नुहुनेछ। नेपालपट्टि रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी। उतापट्टि रोहन रंगराजन अनि अमर्त्य कौल, त्यसपछि जनक प्रकाश र अनाथा कृष्ण 4 जना छन्। त दुवैतिरको मैले प्लेयरहरूलाई हेरेँ, यसलाई पनि हेरेँ र मैले पहिला पनि भन्ने गरेको छु अङ्क ज्योतिष सँगसँगै म वैदिक ज्योतिषलाई पनि फलो गरेर मात्र रिजल्ट दिन्छु। अङ्क ज्योतिषले त नेपाललाई विजयी बनाइरहेको छ। तर ग्राउन्डको नेचर हेर्दा जुन टिमले टस जित्छ त्यसले पहिला बलिङ गरिलिनु राम्रो हुन्छ। त्यसपछि आएर अन्य कुरो मैले ज्योतिषीय विचार गर्दा म्याचको तपाईँको उताको समयअनुसार, स्थानीय समयअनुसार 2:30 देखि लिएर 8:30 बजेको समय धेरै राम्रो छ। तर फर्स्ट हाफको समयभन्दा सेकेन्ड हाफको समय बढी राम्रो छ। त त्यसकारण मेरो सल्लाह दुवै टिमका क्याप्टेनलाई के छ भने तपाईँहरूले टस जितेपछि सबभन्दा पहिला बोलिङ गरिहाल्नु होला, किनकि एउटा क्लियर टार्गेट पाइसकेपछि रणनीति बनाएर खेल्दा धेरै सजिलो पर्छ। र पहिला यसले ब्याटिङ गर्दाखेरि आजको डेटमा जुन हिसाबले ब्याटिङ भइरहेको छ, जति टार्गेट दिँदा पनि थोरै नै हुन्छ। यसका तमाम उदाहरणहरू प्लेयरहरूले पनि हेर्नु भएको छ र मेरा दर्शकहरूले पनि हेर्नु भएको छ। तर फाइनल्ली प्रेडिक्सन मेरो के छ कि नेपालले यो म्याच जित्दैछ। यदि टस पछि डिसिजनमा कुनै चेन्ज आएछ, रिजल्टमा कुनै चेन्ज आएछ भने म एउटा सर्ट भिडियो बनाएर अपलोड गरिदिन्छु। यदि कुनै चेन्ज आएन भने म भिडियो अपलोड गर्दिनँ। अहिलेको प्रेडिक्सनले हाम्रो देश नेपालले जित्दैछ। तर म दुवै टिमका प्लेयरलाई
जितको लागि अग्रिम शुभकामना दिन्छु। खेलाडीलाई पनि दिन चाहन्छु र उनका समर्थकलाई पनि दिन चाहन्छु। साथै सबैभन्दा बढी म धन्यवाद मेरा दर्शकहरूलाई दिन चाहन्छु कि जसले आफ्नो बहुमूल्य समय दिएर मेरो भिडियो हेर्नुभयो र मेरो प्रयासलाई सार्थक बनाउनुभयो। यसको लागि म दर्शकहरूलाई धन्यवाद दिँदै अहिले म यहाँहरूबाट छुट्टिन चाहन्छु। हवस्, अहिलेलाई यति नै। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्। धन्यवाद।